आजको मेरो यो फुड व्लग हुनेवाला छ, जसमा चाहिँ मैले दुनियाँको सबैभन्दा मिठो र स्वादिष्ट खाना बनाउने प्रयास गर्नेछु र बनाएको रेसिपी सबै सेयर गर्नेछु। सबै थाहा पाउनको लागि पुरा व्लग हेर्नु होला। अनि व्लग चालु गर्दछु। हे ठुला एन्ड सानो मान्छेहरू, के छ सबैको हाल खबर? वेलकम ब्याक इन माई न्यू ब्लग होइन। आजको नयाँ ब्लगमा सबैलाई स्वागत गर्दछु। त्यही हो। अनि आज चाहिँ घुम्न सुम्न कतै नै गएको होइन। आज चाहिँ के प्लान आयो भने मेरो दिमागमा होइन, म चाहिँ रुममा छु। अनि त्यही हो। अब चाहिँ आज चाहिँ म दुनियाँको सबभन्दा खतरनाक मतलब मिठो भनौँ न खानेकुरा बनाउँदैछु, खाना। अब त्यही हो होइन। अब सबभन्दा पहिला त हामीले अब खाना बनाउनलाई भाँडा चाहियो। भाँडा चाहिँ मैले धोएको छैन, यहाँ छ होइन। अब धुनुपर्छ। अनि त्यसपछि भाँडासाँडा धोएर अनि के गर्नुपर्ने छ सबै चिज देखाउँछु। ब्लगलाई अन्तिमसम्म हेर्नु होला। मन परेमा लाइक गर्दै जानु होला, नभए पनि अब पुरा हेरेर सेयर गरिदिनु होला। त्यही हो। ठुलो एन्ड सानो मान्छेहरू, अहिले चाहिँ फर्स्ट मिसन कम्प्लिट भइसक्यो। मैले चाहिँ भाँडा दिइसकेँ। अब जाऊँ हामी अब अर्को स्टेपतिर, जो कि हो अब हेर्दै जानु न। अब फर्स्टमा चाहिँ म के बनाउँछु भने भात, दाल अनि तरकारी बनाउँछु होला सायद होइन। अब त्यो पनि मिठो पाराले खतरनाक तरिकाले बनाउँछु, हेर्दै जानु होला। अनि ठुलो एन्ड सानो मान्छेहरू, यो हाम्रो घरको प्योर दाल होइन, चाहिँ हाम्रो बजारको मिक्स दाल। मैले चाहिँ यो दुइटाको ककटेल बनाउनेवाला छु। सरी, ककटेल त दारूलाई भन्छ होइन। अब मिक्स गरेर बनाउँदैछु, जे होस् राम्रो होस् भनेर होइन। अहिले चाहिँ ठुलो एन्ड सानो मान्छेहरू, अब म चाहिँ मजाले पखाल्दैछु होइन, ताकि अब बजारको दाल घरको दाल त अब प्योर हुन्छ, त्यसमा चाहिँ के हुँदैन। अब त्यही हो, पसलहरूको दालहरू चाहिँ अब हल्का केमिकल युज गरेको हुन्छ, त्यसैले चाहिँ मजाले पखाल्दैछु होइन। अब चाहिँ ठुलो एन्ड सानो मान्छेहरू, यसमा चाहिँ मसला हाल्ने टाइम आयो होइन। यसमा चाहिँ अब फर्स्टमा चाहिँ मैले हाल्छु नुन होइन। नुन ताकि यो बोइल गर्दा चाहिँ बाहिर नहोस् भनेर। अनि अलिकति हल्दी, त्यही भने हल्दी नै सिद्ध्या रहेछ क्या। ठिक छ, केही छैन, मसँग ब्याकअप छ होइन। फेरि रिफिल हाल्नुपर्छ, अहिले चाहिँ यतिले काफी हुन्छ। सेकेन्ड स्टेप कम्प्लिट भइसक्यो। दाल चाहिँ बोइल हान्न लगाइसकेँ मैले, मसलाहरू हालेर यताउति गरेर तेल सेल हालेर, जो चाहिँ देख्नुभयो होला होइन। अब चाहिँ बडो मामे अर्को आइटमतिर, जोको तरकारी बनाउने। मैले चाहिँ बोइल हान्नलाई यो वाला युज गर्दैछु होइन। अब यसमा नि मैले अलिकति नुन र हल्दी थप्दैछु होइन। अब चाहिँ ठुलो एन्ड सानो मान्छेहरू होइन, अब चाहिँ हाम्रो मसला कटिङ गर्ने टाइम आएको छ, जसमा चाहिँ छ खुर्सानी, लसुन अनि प्याज। मलाई चाहिँ अरू धेरै कुराहरू मन पर्दा नि पर्दैन होइन। ओए ठुलो एन्ड सानो मान्छेहरू होइन, मलाई चाहिँ अरू चाहिँ केही च्याउ लाग्दैन क्या खाना बनाउने बेला होइन। बस यही प्याज काट्ने बेला चाहिँ यस्तो दिक्कत हुन्छ होइन, आँखाबाट तिर्र आँसु आइदिन्छ क्या। कहिल्यै केही कुराको लागि नरोएको मान्छे हो क्या, प्याज काट्दा रुवाइदिन्छ। त्यही डन ठुलो एन्ड सानो मान्छेहरू होइन, मसला कटिङ भएर मेरो रेडी भइसक्यो।
अब चाहिँ हजुरहरूले सोच्दै हुनुहुन्छ होला हैन जाबो त्यतिको लागि यति धेरै किन बनाएको भनेर मैले चाहिँ यो दुईटा चीजको लागि बनाएको एउटा दाल अनि एउटा चाहिँ तरकारीको लागि हैन ठीक छ अब हेर्दै जाम यस्तो आँखाबाट आँसु निकाल्दियो थिट अरु दिन पनि गर्थ्यो क्या तर पनि अरु दिन पनि आउँथ्यो हैन अब जे हो त्यही देखाइराछु अरु त त्यस्तै हो अब बन्दैछ हेर्दै जाम अनि खाएर टेस्ट गरेर देखाउँछु हेर्नु होला कस्तो बन्ने छ हैन अब के थाहा कस्तो हुने वाला छ अनि अलिकति खुर्सानी र लसुन बनाएन अब बेला भइसकेको छ हामीले पानी हाल्ने बेला हैन यो चाहिँ कुनै नर्मल पानी हैन अमृत मिक्स भएको पानी हो हैन ल यति भएपछि अब अमृत भन्दा कमको स्वाद नवाला पानी हालेछु हैन पानी मात्र हैन त्यसमा चाहिँ मिक्सर छ त्यो चाहिँ देखाउन मिल्दैन हैन त्यो चाहिँ मेरो सिक्रेट रेसिपी हो नि त है त्यो भ्यान सानो मान्छेहरु दुःख नमान्नु होला अब कसैले मन लाग्यो भने आउनु होला म चाहिँ बनाएर खिलाइदिने छु त्यही हो अब एकछिन पाक्छ यसलाई अब यसमा चाहिँ बाँकी मसलाहरु हाल्दै सिधाउँछु मैले भात पकाउने बेला अनि त्यही हो अब दाल बोइल भएर पाकिसक्यो भनौँ न अनि त्यसपछि अब तरकारी चाहिँ लास्टमा बनाउँछु अब चामल चाहिँ मैले आफूलाई चाहिने जति मात्र हाल्छु अब हजुरलाई कति चाहिन्छ त्यही हिसाबले हाल्नु होला हैन दाल र भात चाहिँ रेडी हुँदै गर्छ अनि ठुलो अनि सानो मान्छेहरु अब चाहिँ मेरो कोपी पकाल्ने पालो आइसकेको छ मैले चाहिँ ठुलो अनि सानो मान्छेहरु अब चाहिँ त्यो गोबीलाई चाहिँ मजाले पकाउन सके हैन किन भोकालेको भन्दा चाहिँ मैले जुन सिक्रेट मसला पनि हालेको थिएँ हजुरलाई देखाइन किनकि अब त्यो देखाउन मिल्दैन भनौँ न बुझ्नु होला आफै मिलाएर हैन अनि त्यही हो अब एकछिन यसलाई नि फ्राई गर्छु दाल पनि रेडी भइसक्यो भात पनि रेडी हुन्छ अनि अब त्यही हो टेस्ट गरेर कस्तो छ हजुरहरूलाई भन्न मात्र बाँकी हो हैन अब मैले चाहिँ बेस्ट बनाउन खोजिरहेको छु अब बेला भएको छ ठुलो अनि सानो मान्छेहरु तरकारी बनाउने जो चाहिँ यता छ हैन मैले निकालेर राखिसकेको छु बोइल गरेर अब यसलाई चाहिँ सिक्रेट मसलाहरु हालेर अनि अलिकति हुनुपर्ने चीजहरु थपेर मैले चाहिँ बनाउनेवाला छु तरकारी अनि त्यही हो टेस्ट गरेर हजुरलाई भन्ने छु कस्तो भयो सानो मान्छेहरु मैले चाहिँ अब एड गर्नुपर्ने सिक्रेट मसलाहरु एड गरेर फ्राई गरेर राखिसकेको छु अब त्यही हो फ्राई गरिसकेपछि अब खानालाई रेडी भइसकेको छ त्यही हो सानो मान्छेहरु मैले चाहिँ अब खाना साना पस्किसके हैन त्यो हेर्न सक्नुहुन्छ यति बेस्ट भएको जस्तो फिल आइराछ अब टेस्ट गरेर हजुरहरूलाई देखाउने छु के कस्तो छ यसको बास्नाले नि तातोपनको त वेट नै गरेर राखेन के मलाई वेट गर्न नि सकिरहेन मैले खाना टेस्ट गर्नबाट
लाजवाब क्या, मिठो लाग्यो होइन। जे होस् मैले चाहिँ फिल आइरहेको छ कि मैले दुनियाँको सबभन्दा दोस्रो बेस्ट बनाएँ क्या। किनभने चाहिँ फर्स्टमा चाहिँ मेरो मम्मीको जस्तो कसैको नि हातको लाग्दैन क्या मलाई। अब थाहा छैन किन होइन, तर मम्मीको हातको खाना चाहिँ वाउ, यसरी आङ्ला चाटी चाटी खान मन लाग्छ क्या मम्मीले बनाएको चाहिँ। अब त्यही हो, मम्मीले बनाएको चाहिँ सबभन्दा बेस्ट किन हुन्छ भने चाहिँ मम्मीले चाहिँ आफ्नो माया ममता सबै मिसाएर बनाएको हुनुहुन्छ खाना होइन। त्यसैले त्यो खाना जस्तो बेस्ट कुनै नै हुँदैन, हुने पनि छैन होइन। त्यही नै हो, आजको भ्लग चाहिँ यति नै एन्ड हुन्छ। अनि आजको भ्लग चाहिँ फुड भ्लग भने नि हुन्छ होइन, जे भने नि हुन्छ त्यही हो। यतिसम्म हेरिदिनु भएकोमा धन्यवाद भन्छु, थ्याङ्क्स फर वाचिङ। अब आजको भ्लग चाहिँ यतिमा एन्ड गर्दै, यहाँसम्म हेरिदिनु भएकोलाई लाइक गर्दै सेयर गर्दै, अनि जो च्यानलमा नयाँ हुनुहुन्छ सबैले सब्सक्राइब गरिदिनु होला। फेरि मिलाउँला अर्को नयाँ भ्लगमा, त्यति बेलासँग सबैलाई बाई बाई। ठुलो एन्ड सानो मान्छेहरू, म चाहिँ खाना इन्जोय गर्छु।